सम्पूर्ण साथीहरूलाई नमस्कार। आज हामी सार्वजनिक वाडापत्रको बारेमा पढ्ने र बुझ्नेछौँ। सार्वजनिक वाडापत्र भनेको के हो? सार्वजनिक वाडापत्र भनेको सार्वजनिक सेवा दिने सरकारी वा अर्ध सरकारी निकायहरूले उपलब्ध गराउने सेवा, समयावधि, जिम्मेवार, कर्मचारी, प्रक्रिया, मूल्य, दस्तुर आदिको बारेमा उपभोक्तासँग गर्ने प्रतिबद्धता सम्बन्धी विवरण हो। त्यो भनेको के हो? नागरिक वाडापत्र हो, सार्वजनिक वाडापत्र हो। अब सार्वजनिक सेवा भनेको कस्तो सेवा? त सार्वजनिक सेवा भनेको सरकारले आफ्ना नागरिक प्रतिको उत्तरदायित्व र जवाबदेहिता पुरा गर्न प्रवाह गर्ने सेवा नै के हो? सार्वजनिक सेवा हो। अनि यहाँ के भनिएको छ? सार्वजनिक वाडापत्र भन्नाले सार्वजनिक सेवा। त सार्वजनिक सेवा भनेको के हो? सरकारले आफ्ना नागरिक प्रतिको उत्तरदायित्व र जवाबदेहिता पुरा गर्न प्रवाह गर्ने सेवा नै के हो? सार्वजनिक सेवा हो। र त्यस्तो सेवा प्रदान गर्दाखेरि प्रत्येक निकाय वा कार्यालयले आफूले प्रदान गर्ने सेवा वा सेवा प्राप्तिको प्रक्रिया बारेमा सेवाग्राही जनता समक्ष गरेको लिखित प्रतिबद्धता हो। नागरिकहरूको लागि सेवा प्रवाहको बारेमा सुसूचित गराउने औजार नै के हो? सार्वजनिक वाडापत्र हो। सार्वजनिक वाडापत्र भनेको के हो? कुनै पनि निकायले आफूले प्रदान गर्ने सेवा वा सेवा प्राप्तिको प्रक्रिया बारे सेवाग्राहीले जनता समक्ष गरेको के हो? लिखित प्रतिबद्धता हो। यसलाई अरू के भनिन्छ भन्दाखेरि नागरिक वाडापत्र पनि भनिन्छ। यसलाई सेवाग्राहीको वाडापत्र पनि भनिन्छ, जीवन्त दस्तावेज पनि भनिन्छ। त नागरिक वाडापत्र भनेको के हो भन्दाखेरि यसको इक्जाम्पल हामी यहाँबाट हेर्न सक्छौँ। नागरिक वाडापत्र भनेको के हो? यो हो। यसमा के छ हेर्न सक्नुहुन्छ। जस्तै प्रदान गर्ने सेवा, कुन कुन सेवा दिइन्छ, आवश्यक पर्ने कागजात, समय, शुल्क, जिम्मेवारी, यो सबै के हो? नागरिक वाडापत्र हो। यहाँ पनि हेर्न सकिन्छ। जस्तै यहाँ छ, यो भयो, एउटा अस्पतालको लागि यो भयो हैन, कति शुल्क लाग्छ, कहाँ लाग्छ, के दिन्छ, यो भयो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, यो भनेको के हो? नागरिक वाडापत्र हो। यसलाई नै नागरिक वाडापत्र भनिन्छ। अब भन्दैछ नेक्स्ट स्टेप एजेन्सी। नेक्स्ट स्टेप एजेन्सी पनि केसँग रिलेटेड छ? त सार्वजनिक वाडापत्रसँग रिलेटेड छ। नेक्स्ट स्टेप एजेन्सी सार्वजनिक वाडापत्रसँग रिलेटेड छ। नेक्स्ट स्टेप एजेन्सी बेलायतका तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचर भएको बेला कार्यकालमा आएको छ। यसको अवधारणाकर्ता कोन भन्दाखेरि सर रोबिन्स इब्स हुन्। यसमा के भन्दैछ? नेक्स्ट स्टेप एजेन्सी भनेको के हो? त सेवाग्राहीको काम पहिलो वा मुखिया निकायबाट सम्पादन हुन नसकेमा वा थप प्रक्रिया आवश्यक परेमा जान्नुपर्ने अर्को तालुकदार निकाय हो। माथिल्लो निकाय वा सहयोगी संस्थालाई भन्ने बुझिन्छ नेक्स्ट स्टेप एजेन्सी। यसको उदाहरण पनि यहाँ हामी लेखेका छौँ। त यसको अवधारणकर्ता को हो? सर रोबिन इब्स। त नागरिक वाडापत्रभित्र प्रयोग हुने बेलायतको प्रशासनिक सुधारसँग जोडिएको नेक्स्ट स्टेप एजेन्सी वा स्टेप एजेन्सीको अवधारणा ल्याउने प्रमुख व्यक्ति सर रोबिन इब्स हुन्। र सन् 1988 बेलायतका तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरको कार्यकालमा के भयो? रोबिन्स इब्सको नेतृत्वमा एउटा प्रतिवेदन तयार पारिएको थियो, जसलाई इब्स रिपोर्ट भनिन्छ वा आधिकारिक रूपमा यसलाई के भनिन्थ्यो? इम्प्रुभिङ म्यानेजमेन्ट इन गभर्मेन्ट द नेक्स्ट स्टेप पनि भनिन्छ। त नेक्स्ट स्टेप एजेन्सीको एउटा उदाहरण हेर्दाखेरि के भयो भन्दाखेरि हामी कुनै वाडामा काम गर्छौँ। वाडामा के गर्नु गयो? कुनै डकुमेन्ट बनाउनु गयो। त्यो वाडा के भयो? त्यहाँ लिमिट छ, त्यो वाडामा बन्दैन त्यो डकुमेन्ट। अब के गर्नुपर्छ? त्यो डकुमेन्ट बनाउनको लागि हामीलाई कहाँ जानुपर्छ? गाउँपालिकामा जानुपर्छ। गाउँपालिकामा जानुपर्छ, त्यहाँको स्थानीय तहमा जानुपर्छ। त्यहाँ भएन भने जिल्लामा जानुपर्छ। जिल्लामा भएन भने प्रदेशमा जानुपर्छ। प्रदेशमा भएन भने सङ्घमा जानुपर्छ। यसलाई नै के भनिन्छ? नेक्स्ट स्टेप एजेन्सी भनिन्छ। त उदाहरणको लागि के छ भन्दाखेरि यदि तपाईँले वाडा कार्यालय वा कुनै सिफारिसका लागि निवेदन दिनुभयो तर त्यो काम वाडाको अधिकार क्षेत्रभित्र पर्दैन वा बाहिर वा माथिल्लो निकायले सदर गर्नुपर्ने प्रकृतिको छ भने नागरिक वाडापत्रको अर्को चरण निकाय भन्ने कोलममा निकाय भन्ने कोलममा गाउँपालिका, नगरपालिकाको कार्यालय वा जिल्ला प्रशासन कार्यालय लेखिएको हुनसक्छ। त्यही नै के हो? नेक्स्ट स्टेप एजेन्सी हो। यसमा इक्जाम्पलमा हामी हेरौँ। यसमा छ कि छैन? यसमा छैन। यसमा गुनासो सुन्ने अधिकारी पनि छ।
भेटेन अहिले। नेक्स्ट स्टेप एजेन्सी भनेको त्यो हो। अर्को भनेको सार्वजनिक वाडापत्रको इतिहास विश्वमा वर्ल्डमा सार्वजनिक वाडापत्रको हामी इतिहासबारे बुझ्छौँ। त वर्ल्डमा भनेको 1991 जुलाई 22मा तत्कालीन प्रधानमन्त्री बेलायतका तत्कालीन प्रधानमन्त्रीको थियो जोन मेजर थियो। त्यसको पालामा 6वटा सिद्धान्त 6वटा प्रिन्सिपलबाट के आयो? नागरिक वाडापत्र आयो। नागरिक वाडापत्रको 6वटा सिद्धान्त के रहेका छन् भन्दाखेरि एउटा छ गुणस्तर। त गुणस्तर भनेको के हो? सार्वजनिक सेवा गुणस्तरमा निरन्तर सुधार ल्याउनु। सार्वजनिक सेवाग्राहीले पाउने सेवा भरपर्दो र सुलभ र उच्च स्तरको हुनुपर्दछ। गुणस्तर भनेको यो भयो। छनौट भनेको नागरिकले आफ्नो पाएको र आवश्यकता अनुसारको सेवा छनौट गर्नुपर्दछ भन्ने बुझिन्छ। त्यस्तै मापदण्ड भनेको यदि तोकिएको मापदण्ड अनुसार काम भएन भने सेवाग्राहीले सोधखोज अथवा उजुरी गर्न पाउँछ। त्यसपछि मुद्राको मूल्य होइन, भ्यालु फर मनी भन्नाले सेवाग्राहीको पैसा र समय खेर जानु हुँदैन र लगानी अनुसारको प्रतिफल सेवा पनि प्राप्त हुनुपर्दछ। उत्तरदायित्व भनेको काम बिग्रिएमा वा ढिलाइ भएमा सम्बन्धित अधिकारीले त्यसको जिम्मेवारी लिनुपर्दछ। उत्तरदायित्व। नागरिक वाडापत्रले यसै सिद्धान्तमा काम गर्छ मेनली। उत्तरदायित्व जवाबदेहिताको सिद्धान्तमा सार्वजनिक नागरिक वाडापत्रले काम गर्दछ। कुन सिद्धान्तमा? उत्तरदायित्वको काममा, जवाबदेहिताको सिद्धान्तमा काम गर्दछ, अकाउन्टेबिलिटीको काममा। पारदर्शिता भनेको नेपालको सूचनाहरू लुकाउनु पाइँदैन। प्रक्रिया जति पारदर्शी हुन्छ भ्रष्टाचार र ढिलासुस्ती त्यति नै कम हुन्छ। यसरी 6वटा सिद्धान्तको प्रिन्सिपलमा के गर्यो? जोन मेजरले 1991 जुलाई 22मा सार्वजनिक वाडापत्र बेलायतबाट सुरुवात गर्यो। अरू देशमा कहिले कहिले आयो? त अरू देशमा भन्दाखेरि यसको यसरी रहेको छ। 1992मा फ्रान्सले सर्भिस चार्टरको रूपमा सुरु गर्यो। त्यस्तै अमेरिका र पोर्चुगलले 1993मा 1993मा। जमैकाबाट कहिले सुरु भयो? 1994मा। 1995मा क्यानाडाबाट सुरु भयो। 1997मा भारत र दक्षिण अफ्रिकाबाट सुरु भयो। भारत र दक्षिण अफ्रिकाबाट कहिले सुरु भयो? 1997मा। 1998मा बेलायतका तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरले के गरे? नागरिक वाडापत्रका 9वटा सिद्धान्त अगाडि सारेर सुधारिएको नागरिक वाडापत्र लागू गरे। कहिले? 1998मा। त्यहाँको बेलायतका तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरले के गरे? नागरिक वाडापत्रको 9वटा सिद्धान्त अगाडि सारेर अझै नागरिक वाडापत्र सुधारिएको अगाडि सारे। त्यसपछि 2001मा के भयो? स्विडेनमा नागरिक वाडापत्र लागू भयो। स्विडेनमा नागरिक वाडापत्र कहिले लागू भयो? 2001मा। त्यसपछि छ संयुक्त राष्ट्र सङ्घ अनुसार नागरिक वाडापत्र लागू गर्ने चरणहरू। संयुक्त राष्ट्र सङ्घ अनुसार नागरिक वाडापत्र लागू गर्ने चरण र प्रक्रियाहरू यस प्रकार रहेको छ। डिसाइड टु इम्प्लिमेन्ट अ सिटिजन चार्टर। यो पहिलो प्रारम्भिक चरण हो। यसमा सङ्गठनको उच्च व्यवस्थापनले आफ्नो सेवालाई पारदर्शी, जवाबदेही र नागरिक मैत्री बनाउनको लागि आधिकारिक रूपमा नागरिक वाडापत्र लागू गर्ने दृढ सङ्कल्प लिएको र निर्णय गर्दछ। अर्को छ ड्राफ्ट अ सेट अफ सर्भिस स्ट्यान्डर्ड। यसमा के हुन्छ? यस चरणमा सङ्गठनले प्रभाव गर्ने सेवाहरूको न्यूनतम गुणस्तर मापदण्ड तय गरिन्छ। त्यस्तै कुन सेवा लिन कति समय लाग्ने, कति दस्तुर लाग्ने र के कागजात चाहिन्छ भन्ने कुराहरू प्रारम्भिक खाका तयार पारिन्छ। यसमा ड्राफ्ट तयार पारिन्छ। अर्कोमा छ कन्सल्ट स्टाफ अबाउट सर्भिस स्ट्यान्डर्ड। यसमा के गरिन्छ? तयार पारिएको मापदण्ड व्यावहारिक छ कि छैन भनेर जाँच्न सङ्गठनभित्र रहेका कर्मचारीहरूसँग छलफल गरिन्छ। सेवा प्रवाह गर्ने मुख्य कडी कर्मचारी नै भएकाले उनीहरूको सुझाव लिँदा वाडापत्रमा राखेका प्रतिबद्धताहरू पुरा गर्न सजिलो हुन्छ। अर्को 4 स्टेपमा के छ? 4औं स्टेपमा राइट अ सिटिजन चार्टर। कर्मचारीहरूको परामर्श र सुझावका आधारमा नागरिक वाडापत्रलाई अन्तिम रूप दिन्छ। यसलाई सर्वसाधारणले सजिलै बुझ्ने गरी सरल र स्पष्ट र संक्षिप्त भाषामा लेखिन्छ। अर्को 5 नम्बरमा छ पब्लिस इन अ स्टाइल।
भन्नाले लेखिएको वाडापत्रलाई नागरिकहरूले सजिलै देख्ने र पढ्न सक्ने गरी आकर्षक ढङ्गले प्रकाशन गरिन्छ। यसलाई कार्यालयको मुख्य प्रवेशद्वारमा ठुलो बोर्डमा राख्ने र ब्रोसरहरू बाँड्ने वा डिजिटल स्क्रिन वा वेबसाइटमा राख्ने गरिन्छ। पब्लिस इन अ स्टाइल, यसमा यो गर्न सकिन्छ। अर्को 6 नम्बरमा छ कन्ट्रोल अर्गनाइज इम्बेडिङ अफ द क्यारेक्टर इन द अर्गनाइजेसन। यसमा के गरिन्छ भन्दाखेरि वाडापत्र केवल देखाउनको लागि मात्र नभए अर्गनाइजेसनको कार्य संस्कृति नै बनोस् भनेर सुनिश्चित गरिन्छ। कर्मचारीहरूले वाडापत्र पालना गरेका छन् कि छैन भनेर अनुगमन गरिन्छ र यसलाई दैनिक कामको नै हिस्सा पनि बनाइन्छ। कन्ट्रोल अर्गनाइजिङ इम्बाइडिङ अफ द क्यारेक्टर इन द अर्गनाइजिङ भनेको यो हो। अर्को 7 स्टेपमा के छ, इन्टिग्रेट द सिटिजन चार्टर इन द इम्प्रुभमेन्ट साइकल। समय र परिस्थिति अनुसार सेवाग्राहीको आवश्यकता पनि बदलिन्छ। त्यसैले नागरिकहरूबाट आउने गुनासो र पृष्ठपोषण फिडब्याक, जसलाई भनिन्छ, आधारमा नागरिक वाडापत्रलाई निरन्तर परिमार्जन र सुधार गर्दै लैजानु प्रक्रियामा जोड दिन्छ। यही नै भनेको छ इन्टिग्रेटेड द सिटिजन चार्टर इन द इम्प्रुभमेन्ट साइकल। त्यस्तै यहाँ के थियो भन्दाखेरि प्रशासनिक सुधार थियो। बेलायतमा प्रशासनिक सुधार आयोग थियो होइन। नेक्स्ट स्टेप एजेन्सी त्यहाँबाट आयो। त्यस्तै नेपालमा प्रशासनिक सुधार आयोग कतिवटा छन् र कहिले कहिले आएका छन् भन्दाखेरि नेपालमा प्रशासनिक सुधार आयोग अहिले 7वटा गठन भएका छन् होइन। नेपालमा प्रशासनिक सुधारको इतिहास 7वटा आयोग समितिहरू महत्त्वपूर्ण कोसेढुङ्गा मानिन्छ, जसलाई ती आयोग र तिनका अध्यक्षहरूको विवरण यस प्रकार रहेको छ। सुरुमा कुन आयो त बुच कमिसन भनिन्छ, जसलाई प्रशासनिक पुनर्गठन समिति, यो 2009मा आयो। यसको अध्यक्ष र नेतृत्वकर्ता को थिए? एएस बुच, भारतीय विज्ञ थिए होइन। दोस्रोमा को आयो? प्रशासनिक पुनर्गठन योजना आयोग 2013मा आयो। त्यसको अध्यक्ष को थिए? तत्कालीन प्रधानमन्त्री टङ्क प्रसाद आचार्य थिए। प्रशासनिक सुधार आयोग 2025मा वेदकान्त झा होइन। प्रशासनिक सुधार आयोग 2032मा भेष बहादुर थापा अध्यक्ष। उच्च स्तरीय प्रशासनिक सुधार आयोग कहिले भयो? 2048मा आयो, जसको गिरिजाप्रसाद कोइराला तत्कालीन प्रधानमन्त्री थिए। प्रशासनिक सुधार सुझाव समिति 2064मा आयो, जसको अध्यक्ष भरत बहादुर प्रधान थिए। उच्च स्तरीय प्रशासन सुधार सुझाव समिति 2070मा आयो, जसको अध्यक्ष नेतृत्वकर्ता को थिए? काशीराज दाहाल थिए। प्रशासनिक सुधार आयोग भनेको प्रशासनले दिने होइन, प्रशासनले दिने सेवाहरूलाई कसरी अझ राम्रो बनाउन सकिन्छ, त्यसमा भएको कमी कमजोरी त्यसमा कसरी सुधार गर्न सकिन्छ भने त्यस्तै आयोगको गठन भनेको भएको हुन्छ। त्यही के हो भने प्रशासनिक सुधार आयोग हुनु, जुन नेपालमा 7वटा छन्। त्यस्तै नेपालमा नागरिक वाडापत्रको इतिहास कहिलेबाट के आयो कसरी आयो भन्दाखेरि नेपालमा यहाँ रहेको छ। नेपाल विक्रमसम्म 2048मा नेपालमा उच्च स्तरीय प्रशासन सुधार आयोग 2048, उच्च स्तरीय प्रशासन सुधार आयोग 2048, जसको अध्यक्ष को थिए? गिरिजाप्रसाद कोइराला तत्कालीन प्रधानमन्त्री थिए। नेपालमा उच्च स्तरीय प्रशासन सुधार आयोग 2048ले सार्वजनिक सेवा प्रवाहको मापदण्ड लागू गर्न नागरिक वाडापत्र लागू गर्न सुझाव दियो। यसले सुझाव दिएको कुन कानुनले सुझाव दियो? नेपालमा उच्च स्तरीय प्रशासन सुधार आयोगले के गर्यो? सुझाव दियो, नागरिक वाडापत्रलाई लागू गर्न सुझाव दियो। त्यसको अध्यक्ष को थिए? गिरिजाप्रसाद कोइराला थिए। त्यस्तै विक्रमसम्म 2056मा के आयो? भ्रष्टाचार नियन्त्रण सुझाव समिति 2056ले के भन्यो? नागरिक वाडापत्र कार्यान्वयन गर्न सिफारिस गर्यो। सिफारिस कसले गर्यो त भ्रष्टाचार नियन्त्रण सुझाव समिति 2056ले। र सुझाव कसले दियो? नेपालमा त उच्च स्तरीय प्रशासन सुधार आयोग 2048ले के गर्यो? सुझाव दियो। विक्रमसम्म 2056बाट यो बीबीआई भनेको बीबीआई हो, यो सोध्ने क्वेसन हो, सोधिरहेको छ। 56मा के भयो, जसलाई इङ्ग्लिसमा कन्भर्ट गर्दाखेरि सन् 1998 हुन्छ। निमुखलाई न्याय र विपनलाई आय नामक कार्यक्रम मार्फत नेपालमा के भयो? नागरिक वाडापत्रको सुरुवात भयो। निमुखलाई न्याय र विपनलाई आय, यो याद गर्नुहोला। निमुखलाई न्याय र विपनलाई आय नामक कार्यक्रम मार्फत के भयो? नेपालमा नागरिक वाडापत्र सुरुवात भयो। यो प्रश्न पनि एमसिक्यू पनि यसको आउन सक्छ।
के हुनसक्छ उल्टो दिन विपनलाई आए होइन र निमुखलाई न्याय। यसरी नभएर के हुनुपर्छ, निमुखलाई न्याय र विपनलाई आए नामकको कार्यक्रमबाट नेपालमा के भयो, नागरिक बडापत्रको सुरुवात विक्रम 2056बाट भयो। नेपालमा सर्वप्रथम नागरिक बडापत्रको सुरुवात गृह मन्त्रालयबाट भयो। नेपालमा नागरिक बडापत्रको सुरुवात गृह मन्त्रालयबाट भयो, जुन लुम्बिनी प्रदेशको अहेवामा 2082 को अहेवामा सोधेको थियो। त्यस्तै 2061 मा के भयो, नागरिक बडापत्र नेपालभरकै सबै कार्यालयमा लागू भयो। 2056बाट सुरु भयो गृह मन्त्रालयबाट र 2061 मा के भयो, नेपालभरिको सबै कार्यालयमा के भयो, लागू भयो। 2064 मा के भयो, के भयो, नागरिक बडापत्र सम्बन्धी सुशासन व्यवस्थापन एवं सञ्चालन ऐन 2064ले सर्वसाधारणलाई सेवा प्रदान गर्ने र जनसम्पर्क कायम गर्न सबै सरकारी कार्यालयहरूमा नागरिक बडापत्र अनिवार्य राख्नुपर्ने त्यसको पालना गर्नुपर्ने व्यवस्था गर्यो। कुन कानुनले अनिवार्य राख्नुपर्ने व्यवस्था गर्यो भन्दाखेरि सुशासन व्यवस्थापन एवं सञ्चालन ऐन 2064ले। अर्को सूचनाको हक सम्बन्धी ऐन 2064ले के भन्यो, नागरिक बडापत्रलाई बाध्यकारी बनाउने गर्यो। बाध्यकारी बनाउन गरी कसले गर्यो, सूचनाको हक सम्बन्धी ऐनले सार्वजनिक निकाय प्रकाशन गर्नुपर्ने व्यवस्था गर्यो। त अनिवार्य राख्नुपर्ने व्यवस्था सुशासन व्यवस्थापन सञ्चालन ऐन र बाध्यकारी कसले बनायो, सूचनाको हक सम्बन्धी ऐन 2064ले। त्यसपछि अर्को हिस्ट्रीमा अगाडि बढ्दाखेरि के भयो, 2079 माघ 15 गते 2069 माघ 15 गते के भयो, नेपाल सरकारको मन्त्री परिषदले क्षतिपूर्ति सहितको नागरिक बडापत्र व्यवस्थापन निर्देशिका गर्यो। अब मानिलिनु हामी के गर्यो, नागरिक बडापत्र त गर्यो, तर यो बापत यदि सेवा भएन भने के गर्नुपर्छ, क्षतिपूर्ति पनि तिर्नु पर्दछ। क्षतिपूर्ति सम्बन्धी व्यवस्था कहिले आयो त 2069 माघ 15 गते नेपाल सरकारको मन्त्री परिषदले क्षतिपूर्ति सहितको नागरिक बडापत्र व्यवस्थापन निर्देशिका स्वीकृत गर्यो। त्यस्तै 2070 वैशाख 2 गते के भयो, 2070 वैशाख 2 मा के भयो, पहिलो चरणमा बढी जनसम्पर्क हुने 5वटा विभागहरूबाट क्षतिपूर्ति सहितको नागरिक बडापत्र के भयो, सुरु भयो। कतिवटाबाट त 5वटा विभागहरूबाट के भयो, नागरिक बडापत्र सुरु भयो। क्षतिपूर्ति सहितको नागरिक बडापत्र सुरु भयो। सुरुमा कुनबाट त आगमन विभाग एयरपोर्टको भयो होइन, वैदेशिक रोजगार विभाग भयो, यातायात व्यवस्था विभाग भयो, भूमि सुधार तथा व्यवस्था विभाग भयो र नापी विभाग भयो। तपाईँको प्रश्न यहाँ हुनसक्छ कतिवटा विभागबाट क्षतिपूर्ति सहितको नागरिक बडापत्र सुरु भयो त 5वटा विभागबाट पहिलो चरणमा। कहिले सुरु भयो त 2070 वैशाख 2 गते क्षतिपूर्ति सहितको नागरिक बडापत्र सुरु भयो। त्यस्तै 2073 6 महिना 16 गते के भयो त नेपालमा पहिलो पटक जिल्ला विकास समिति कार्यालय रुकुमबाट डिजिटल नागरिक बडापत्रको सुरुवात भयो। त डिजिटल नागरिक बडापत्रको सुरुवात कहिले भयो, 2073 6 महिना 16 गते। डिजिटल नागरिक बडापत्रको हामी इक्जाम्पल हेर्छौँ यहाँ। यो के हो, डिजिटल नागरिक बडापत्र हो। यो कहिले सुरु भयो त यो सुरु भयो 2000, यो हेर्न सक्नुहुन्छ, यो के हो, डिजिटल नागरिक बडापत्र हो। यो 2073 6 महिना 16 गते सुरु भयो। त्यस्तै अडियो प्रविधिमा कहिले भयो त अडियो प्रविधिमा जिल्ला प्रशासन कार्यालय तेह्रथुमबाट अडियो प्रविधिमा नागरिक बडापत्रको सुरु भयो। यो सेवा यहाँ दिन्छ भन्ने कुराहरू के भयो, अडियो प्रविधिबाट पनि सुरु भयो 2073 मङ्सिर 8 गते। 2078 मा के भयो, सरकारी कार्यालयको वेबसाइटमा निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका 2078 अनुसार सबै सरकारी कार्यालयले आफ्नो वेबसाइटमा नागरिक बडापत्र राख्नुपर्ने व्यवस्था गर्यो। जस्तै कुनै पनि लोकल लेभलको 753वटा जुन हाम्रो लोकल लेभल छ, स्थानीय तह छ, तिनीहरूको वेबसाइट खोल्नुहुन्छ भने त्यहाँ पनि नागरिक बडापत्र आइहाल्छ। पब्लिक चार्टर
आइहाल्छ। यो व्यवस्था कहिले भयो? त यो व्यवस्था भयो 2078 देखि। अब नेपालमा नागरिक वाडा पत्र सम्बन्धी व्यवस्था के छन्, कुन कुन कानुनमा छ, कहाँ छ भन्ने कुरा हामी गर्नेछौँ। त नेपालमा नागरिक वाडा पत्र सम्बन्धी व्यवस्था 4वटा कुरामा हामी हेर्न सक्छौँ। एउटा सुशासन व्यवस्थापन सञ्चालन ऐन र नियमावली, र अर्को भनेको सूचना कवक सम्बन्धी ऐन 2064 र क्षतिपूर्ति सहितको नागरिक वाडा पत्र व्यवस्था निर्देशिका 2069 त सुशासन व्यवस्थापन सञ्चालन ऐन सुशासन व्यवस्थापन सञ्चालन ऐन र नियमावलीमा कहाँ के को रहेको छ भन्ने हामी कुरा बुझ्नेछौँ। त सुशासन व्यवस्थापन सञ्चालन ऐन कहिले प्रमाणीकरण भयो? त 2064 माघ 23 गते। यसमा परिच्छेद 5 र दफा 47 रहेका छन्। त्यस्तै सुशासन व्यवस्थापन सञ्चालन नियमावली कहिले भयो? यो सञ्चालन नियमावली भनेको प्रमाणीकरण भयो 2065 9 महिना 18 गते। यसको पहिलो संशोधन यहाँ दिएको छ, दोस्रो पनि तेस्रो पनि यहाँ दिएको छ। तेस्रो संशोधन भनेको 2081 माघ 24 गते भएको छ, जसमा दफा 46वटा र अनुसूची 4वटा रहेको छ। यसमा के भनिएको छ त सुशासन व्यवस्थापन एवं सञ्चालन ऐन 2064 मा के भनेको छ? दफा 25 बमोजिम, दफा 25 बमोजिम र नियमावलीमा दफा 14 बमोजिम एउटै कुरा भनिएको छ। के छ? सर्वसाधारणलाई सेवा प्रदान गर्ने वा जनसम्पर्क कायम गर्न प्रत्येक सरकारी कार्यालयले सबैले देख्ने गरी नागरिक वाडापत्र राख्नुपर्ने र नागरिक वाडापत्रमा देखाएका कुराहरू उल्लेख भएको व्यवस्था हुनुपर्दछ। यहाँ पनि भनेको राख्नुपर्ने नागरिक व्यवस्था हुनुपर्दछ। त्यसमा के हुनुपर्दछ? नागरिक वाडापत्रमा, एउटा नागरिक वाडापत्रमा के हुनुपर्दछ त सम्बन्धित कार्यालयले दिने सेवा र त्यसको प्रकृति, कुन सेवा दिने हो र त्यसको प्रकृति के हो, सेवाग्राहीले सेवा प्राप्त गर्न पुरा गर्नुपर्ने कार्यावधि के हो, प्रोसेस के हो, सेवा प्रदान गर्न लाग्ने समयावधि के हो, सेवा प्रदान गर्ने पदाधिकारीको र निजको कार्यकक्षको विवरणको के हो, कुन कोठामा हो, 1 नम्बरमा हो कि 2 नम्बरमा हो कि 6 नम्बर कि 5 नम्बरमा हो। त्यस्तै सेवा प्राप्त गर्न कुनै दस्तुर, पैसा लाग्छ कि किन अन्य रकम लाग्ने भइसकेको विवरण र तोकिएको बमोजिम अन्य कुराहरू पनि यसमा के गर्नुपर्दछ? राख्नुपर्दछ। र ऐनमा के भनेको छ? दफा 26 बमोजिम घुम्ती सेवाको पुरा गरिएको छ। त्यस्तै यसमा पनि त्यही छ, सेवा प्राप्त गर्न सेवाग्राहीले पेश गर्नुपर्ने कागजात र सेवाग्राहीले सेवा सम्बन्धी गरेको गुनासो सुन्ने पदाधिकारीको नाम, हैन, पद नाम, सेवा प्रदायक निकायको तालुको कार्यालय भनेको माथिको कार्यालय, फेरि हामी इक्जाम्पल हेर्नेछौँ। त्यसको टेलिफोन नम्बर, उजुरी पेटिका, हैन, सेवा प्रवाहको प्राथमिकता, क्षतिपूर्ति प्राप्त हुने र नहुने सेवाहरू पनि यसमा गर्नुपर्दछ। र नियमावलीको दफा 15 मा घुम्ती सेवाको कुरा उल्लेख गरिएको छ। त घुम्ती सेवाको अवधारणा भनेको अवधारणा नेपालमा कहिले आयो? त नेपालमा 2060 मा के भयो? घुम्ती सेवाको अवधारणा आयो। त्यस्तै 2068 7 महिना 17 गते के भयो? हेलो सरकारको सुरुवात भयो। यो हामी कुरा बुझ्नेछौँ। त नियमावलीमा दफा 15 मा र ऐनमा दफा 26 मा पुरा गरिएको छ घुम्ती सेवाको, र नागरिक वाडापत्रको दफा 25 मा, ऐनमा र दफा 14 मा नियमावलीको कुरा गरिएको छ। यहाँ यसरी बुझ्न सकिन्छ। त्यस्तै अर्को पेजमा के भनिएको छ? सुशासन व्यवस्थापन एवं सञ्चालन ऐन 2064 को दफा 25 को उपदफा दफा 25 को उपदफा 5 बमोजिम क्षतिपूर्तिको दाबीका लागि देहायको सेवा प्रदायक कार्यालय भए देहायको बमोजिम कार्यालय समक्ष अनुसूची 2 बमोजिमको ढाँचामा निवेदन पेश गर्नुपर्दछ। क्षतिपूर्ति
को दाबीका लागि देहायको सेवा प्रदायक कार्यालय भए देहायको बमोजिम। मानिलिनु हामी वाडामा गयौँ अनि वाडामा जाँदाखेरि त्यहाँको पब्लिक चार्टर बापत नागरिक वाडा पत्र बापत काम भएन भने कहाँ उज्रिदिने, क्षतिपूर्तिको लागि कहाँ उज्रिदिने, त्यही व्यवस्था यहाँ गरिएको छ। त जिल्ला स्तरीय कार्यालय भए जिल्ला प्रमुख अधिकारी समक्ष, जिल्ला प्रशासन कार्यालय भए गृह मन्त्रालय समक्ष र काठमाडौँ उपत्यका कुनै कार्यालय भए सम्बन्धित विभाग समक्ष र विभाग वा विभागीय स्तरीय कार्यालय भए सम्बन्धित मन्त्रालय समक्ष र सम्बन्धित मन्त्रालय वा मिनिस्ट्री भयो भने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समक्ष हामी के गर्नु पर्दछ, अनुसूची 2 बमोजिमको ढाँचा निवेदन पेश गरेर क्षतिपूर्तिको दाबी गर्न सक्छौँ। त्यस्तै सुशासन व्यवस्थापन एवं सञ्चालन नियमावली 2065 अनुसार जिल्ला स्तरीय र जिल्ला प्रशासन कार्यालय सेवा प्रदायक भएको अवस्थामा निम्न बमोजिमको क्षतिपूर्ति निर्धारण एक समिति रहनेछ। जिल्ला अन्तर्गत र जिल्ला प्रशासन कार्यालयमा कुनै काम नागरिक वडा पत्र भएन भने त्यसको समितिमा को रहन्छ, क्षतिपूर्ति निर्धारण समितिमा को रहन्छ भन्दाखेरि जिल्ला समन्वय समितिको सभापति अध्यक्ष, प्रमुख जिल्ला अधिकारी सदस्य, सेवा प्रदायक कार्यालयको प्रमुख सदस्य रहनेछ। तपाईँको प्रश्न यसमा के आउँछ, जिल्ला स्तरीय कार्यालयमा क्षतिपूर्ति निर्धारणको समितिको अध्यक्ष को रहनेछ? अप्सनमा यहाँ डी दिएर भन्छ अल अफ दी एबभ। अल अफ दी एबभ भनेको पुरै भयो सदस्यहरू, तर क्वेसनमा अध्यक्ष सोधियो भने जिल्ला समन्वय समितिको सभापति करेक्ट हुन्छ। त्यसपछि सेवाग्राहीले क्षतिपूर्ति बापत त्यस्तो सेवा पुन प्रदान गर्दा निशुल्क पाउने वा बढीमा 5,000 रुपियाँ क्षतिपूर्ति बापत पाउने व्यवस्था रहेको छ। यसको बारेमा हामी अगाडि पनि पढ्नेछौँ। क्षतिपूर्ति बापत कति के पाउने, निशुल्क सेवा पाउने र बढीमा 5,000 रुपियाँ क्षतिपूर्ति बापत पाउने व्यवस्था रहेको छ। अर्को नागरिक वाडापत्र सम्बन्धी व्यवस्था कहाँ रहेको छ त सूचनाको हक सम्बन्धी ऐनमा रहेको छ। नेपालको संविधानको कन्स्टिट्युसन संविधानमा धारा 27 मा सूचनाको हक सम्बन्धी व्यवस्था रहेको छ। सूचनाको हक सम्बन्धी ऐन। अब यहाँ सूचनाको हक सम्बन्धी ऐनको कुरा छ। यो कहिले आएको छ त 2064 वैशाख जेठ असार 5 गते आएको छ। सूचनाको हक सम्बन्धी ऐन 2064 ले समेत के गरेको छ, नागरिक वाडापत्रलाई बाध्यकारी बनाएको छ। जुन हामी माथि कुरा गर्यौँ, गरी सार्वजनिक निकायले देखाएको विषयको सूचना सूचीकृत गरी प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ। यसमा के भनेको छ, सार्वजनिक निकायको स्वरूप र प्रकृति सार्वजनिक निकायको काम र कर्तव्य, अधिकार, सार्वजनिक निकायद्वारा प्रदान गर्ने सेवा दिने सम्बन्धित शाखा र जिम्मेवारी, अधिकारी, सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि, निर्णय गर्ने प्रक्रिया र पदाधिकारी, उजुरी सुन्ने अधिकारी, यो सबै के गर्नुपर्छ, नागरिक वाडापत्रमा राख्नुपर्छ। बाध्यकारी बनाउने भनेको सूचनाको सम्बन्धी हक हो र यो नागरिक वाडापत्रमा हुनुपर्दछ। त्यस्तै छ अर्को कानुन भनेको क्षतिपूर्ति सहितको नागरिक वाडापत्र व्यवस्थापन निर्देशिका। यो मन्त्री परिषदबाट स्वीकृत कहिले भयो त 2069 माघ 15 मा। यसमा जम्मा परिच्छेद 3 वटा छ र दफा भनेको 13 वटा छ र अनुसूची यसमा 4 वटा रहेको छ। यसमा परिच्छेद भनेको यसको परिच्छेद कतिवटा 3 वटा रहेको छ त परिच्छेद 1 को दफा 1 मा यसको संक्षिप्त नाम र प्रारम्भको व्यवस्था गरिएको छ र दफा 2 मा परिभाषा सम्बन्धी व्यवस्था गरिएको छ। परिच्छेद 2 मा के भनेको छ, क्षतिपूर्ति सहितको नागरिक वाडापत्र सम्बन्धी व्यवस्था रहेको छ परिच्छेद 2 मा। परिच्छेद 2 को दफा 3 मा के भनिएको छ, सर्वसाधारणलाई सेवा प्रदान गर्ने र जनसम्पर्क कायम गर्ने प्रत्येक कार्यालयले आफ्नो परिसर भित्र सबैले देख्ने उपयुक्त ठाउँमा क्षतिपूर्ति सहितको नागरिक वाडापत्र राख्नुपर्ने छ।
के भन्दैछ, सर्वसाधारणले सेवा प्रदान गर्ने र जनसम्पर्क कायम गर्ने प्रत्येक कार्यालय, जति पनि कार्यालयहरू छ जुन के गरिरहेको छ, सार्वजनिक सेवा प्रवाह गरिरहेको छ, त्यसको कार्यालयको परिसरमा सबैले देख्ने ठाउँमा के गर्नुपर्दछ, नागरिक वाडापत्र राख्नु पर्दछ। अर्को छ यहाँ टपिक भनेको, सरकारी कार्यालयले राख्ने क्षतिपूर्ति सहितको नागरिक वाडापत्रमा अन्य कुराहरू अतिरिक्त देखाएका कुराहरू उल्लेख हुनुपर्दछ। अझै के कुरा यसमा उल्लेख हुन सक्छ भन्दाखेरि सम्बन्धित कार्यालयले दिने सेवाको त्यसको प्रकृति हामीले माथि कुरा गऱ्यौँ। सेवाग्राहीले सेवा प्राप्त गर्न पुरा गर्नुपर्ने कार्यावधि र पेश गर्नुपर्ने कागजात, सेवा प्रदान गर्न लाग्ने समयावधि, सेवा प्रदान गर्ने पदाधिकारीको र निजको कार्यकक्षको विवरण, सेवा प्राप्त गर्न कुनै दस्तुर तथा अन्य रकम लाग्ने भए सोको विवरण। त्यस्तै सेवाग्राहीले सेवा सम्बन्धमा गरेको गुनासो सुन्ने पदाधिकारीको नाम, यहाँ गुनासोको अधिकारीको नाम यहाँ दिएको छ, गुनासो सुन्ने अधिकारी। त्यस्तै सेवा प्रवाहको प्राथमिकता र क्षतिपूर्ति प्राप्त हुने र नहुने सेवाहरू गरिएको हुन्छ। क्षतिपूर्ति प्राप्त हुने सेवा भए क्षतिपूर्ति बापत दिने रकमको पनि व्यवस्था त्यसमा गर्नु पर्दछ। अर्को परिच्छेद 2 मा के भन्दैछ, परिच्छेद 2 को दफा 5 बमोजिम के भन्दैछ, दाबी गर्ने निकाय र क्षतिपूर्ति निर्धारण समिति। क्षतिपूर्ति निर्धारण समितिमा को रहन्छ त यस निर्देशिका बमोजिम क्षतिपूर्ति दाबी गर्नको लागि देहायको सेवा प्रदायक कार्यालय भए, कुन कार्यालय भए, कहाँ के गर्नुपर्छ, क्षतिपूर्तिको निवेदन दिनुपर्दछ भन्ने यसमा कुरा गरिएको छ। त जिल्ला स्तरीय कार्यालय भए प्रमुख जिल्ला अधिकारी समक्ष, जिल्ला प्रशासन कार्यालय भए गृह मन्त्रालय समक्ष, विभाग वा विभागीय स्तरीय कार्यालय भए सम्बन्धित मन्त्रालय समक्ष, र यदि मन्त्रालय नै छ भने प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय समक्ष हामी के गर्नुपर्दछ, क्षतिपूर्ति सहित क्षतिपूर्तिको लागि निवेदन हामी दिन सक्छौँ। त्यस्तै क्षतिपूर्तिका लागि पर्न आएको निवेदन जाँच पूर्ण गर्दा निवेदनको व्यवहार मुनासिब देखेमा के गर्नुपर्दछ, देखेमा सेवाग्राहीको पुग्न गएको वास्तविक हानि नोक्सानीको परिणामको विचार गरी त्यस्तो सेवा पुनः प्रदान गर्दा निःशुल्क रूपमा दिन वा नागरिक वाडापत्रको तोकिएको रकमको हिसाब गरी बढीमा 5,000 रुपियाँसम्म क्षतिपूर्ति दिने समितिको निकायको पदाधिकारीको नाममा आदेश दिन सक्दछ। जुन कर्मचारीले गर्दाखेरि यस्तो भयो त्यो कर्मचारीले के गर्नुपर्दछ, 5,000 सेवा अथवा त्यो सेवा भनेको निःशुल्क दिनुपर्दछ। अर्को के भन्दैछ, परिच्छेद 2 को दफा 6 बमोजिम क्षतिपूर्ति निर्धारण सम्बन्धी सामान्य मापदण्ड के भन्दैछ, यसमा क्षतिपूर्ति निर्धारण समिति सामान्य मापदण्ड के रहेको छ त क्षतिपूर्तिको रकम नेपाल सरकारद्वारा निर्धारण गरेको श्रमिकको 1 दिनको न्यूनतम पारिश्रमिक दरमा नघटाइ हुने पर्दछ। यसमा एमसीक्यू तपाईँको प्रश्न पनि आउन सक्छ। क्षतिपूर्तिको रकम नेपाल सरकारले निर्धारण गरिएको कति दिन नघटाइ हुनुपर्दछ त श्रमिकको 1 दिनको न्यूनतम पारिश्रमिक दरमा नघटाइ हुनुपर्दछ। क्षतिपूर्तिको अन्तिम हद भनेको 5,000 सम्म हुनेछ। परिच्छेद 2 को दफा 7 मा के भन्दैछ, क्षतिपूर्तिको निवेदन र कारबाही। यदि क्षतिपूर्ति माग दावी गर्दा सेवा प्राप्तिमा ढिलाइ भए कति दिनभित्र निवेदन दिनुपर्दछ त 3 दिनभित्र निवेदन हामीले दिनुपर्दछ र त्यो निवेदन परेको दर्ता भएको मितिदेखि 7 दिनभित्र निवेदन उप क्षतिपूर्ति निर्धारण समितिले कारबाही टुङ्ग्याउनु पर्दछ। 3 दिनभित्रमा निवेदन दिनु पर्यो र क्षतिपूर्ति निर्धारण समितिले के गर्नु पर्यो, 7 दिनभित्र त्यो कामको टुङ्ग्याउनु पर्यो, कारबाही टुङ्ग्याउनु पर्यो। त्यस्तै दफा 9 मा के भनेछ, पुनरावेदन लाग्ने। क्षतिपूर्ति निर्णयमा चित नबुझ्ने वा सेवाग्राही वा कर्मचारीले त्यस्तो निर्णय भएको मितिले 7 दिनभित्रमा के गर्नुपर्दछ, देहायको निकायमा पुनरावेदन गर्न सक्नेछ। कुनमा यदि यो बापत क्षतिपूर्ति निर्धारण समिति बापत हामीले मागेको सेवा अनुसार केवल क्षतिपूर्तिको परिणाम पाएन भने के गर्नुपर्दछ, चित बुझेन भने यसरी हामी के गर्न सक्छौँ, निवेदन दिन सक्छौँ। त जिल्ला स्तरीय क्षतिपूर्ति समिति गरेको निर्णय उपर गृह मन्त्रालयमा, यदि जिल्ला स्तरीयमा के भएछ निर्णय उपर चित पुगेन भने के गर्नुपर्दछ,
गृह मन्त्रालयमा। यदि मन्त्रालयबाट नै भएको छ, मिनिस्ट्रीबाट नै भएको छ भने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा समक्ष हामी के गर्न सक्छौँ? पुनरावेदन दिन सक्छौँ। पुनः फेरि के गर्न सक्छौँ? आवेदन दिन सक्छौँ। र पुनरावेदन सुन्ने निकायले पुनरावेदन परेको मितिले 15 दिनभित्र के गर्नु पर्दछ? निर्णय गरिसक्नु पर्ने छ। त्यस्तै परिच्छेद दफामा के भन्दैछ? परिच्छेद 3 को दफा 10 मा के भन्दैछ? कोष खाडा गर्नुपर्ने। कोष खाडा गर्नुपर्ने। प्रत्येक कार्यालयले सेवाग्राहीलाई तत्काल क्षतिपूर्ति दिन एउटा कोष खाडा गर्नुपर्ने हुन्छ। उक्त कोषबाट क्षतिपूर्ति समितिले क्षतिपूर्ति दिन निर्णय गरेको 3 दिनभित्र क्षतिपूर्तिको प्रदान गरी कर्मचारीबाट वसुल उपर गरी उक्त कोषको पूर्ति गर्नुपर्ने छ। कोष खाडा गरेर के गर्ने? पैसा त्यसमा जम्मा गर्ने र क्षतिपूर्ति निर्धारण समितिले के गर्छ? त्यही पैसाबाट 3 दिनभित्र क्षतिपूर्ति प्रदान गरी कर्मचारीबाट वसुल उपर गरी उक्त कोषको पूर्ति गर्नेछ। जुन कर्मचारीले गर्दाखेरि क्षतिपूर्ति भयो, जुन कर्मचारीले गर्दाखेरि क्षतिपूर्ति भयो त्यही कर्मचारीको पैसा बाट के गर्नु पर्दछ? क्षतिपूर्ति प्रदान गर्नु पर्दछ। गरी अनि त्यसमा अनुसूची 4 वटा थियो हैन? त अर्को 1 नम्बर अनुसूचीमा के छ? क्षतिपूर्ति सहितको नागरिक वडापत्रको नमुना। 2 मा क्षतिपूर्ति निर्धारण समिति छ। त क्षतिपूर्ति निर्धारण समितिमा यदि जिल्ला स्तरीय क्षतिपूर्ति निर्धारण समितिमा को रहनेछ? त जिल्ला स्तरीय निर्धारण समितिमा जिल्ला समन्वय समितिको सभापति अध्यक्ष हुन्छन्। जिल्ला विकास समितिको प्रतिनिधि सदस्य हुन्छ र प्रमुख जिल्ला अधिकारीले तोकेको अधिकृत सदस्य हुन्छ। यो गण्डकी प्रदेशमा पनि सोधिसकेछ कि जिल्ला स्तरीय क्षतिपूर्ति निर्धारण समितिको अध्यक्ष को हुन्छ? त जिल्ला स्तरीय क्षतिपूर्ति निर्धारण समितिको अध्यक्ष जिल्ला समन्वय समितिको सभापति हुन्छ। त्यस्तै मन्त्रालय मिनिस्ट्रीको समितिमा को हुन्छ? त सम्बन्धित मन्त्रालय सचिव अध्यक्ष हुन्छ। सम्बन्धित मन्त्रालयको वरिष्ठ सहसचिव सदस्य हुन्छ। सम्बन्धित मन्त्रालयको कानुन अधिकृत सदस्य हुन्छ। केन्द्रीय स्तरमा सङ्घमा को हुन्छ? त प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय वरिष्ठ सचिव हुन्छ। वरिष्ठ सचिव अध्यक्ष हुन्छ। कानुन सचिव सदस्य हुन्छ। राष्ट्रिय सतर्कता केन्द्रको प्रमुख अधिकृत सदस्य हुन्छ। अनुसूची 3 मा के छ? क्षतिपूर्ति माग गर्ने निवेदनको नमुना र अनुसूची 4 मा पुनरावेदनको नमुना रहेको छ। यदि सार्वजनिक वाडापत्रको समुचित कार्यान्वयन भए नभएको अनुगमनको लागि गठन गरिएको इकाइले के भनिन्छ? सोसल अडिट प्यानल भनिन्छ। सोसल अडिट भनेको यो जुन छ यो राम्रो तरिकाले कार्यान्वयन भयो कि भएन यो सम्बन्धी व्यवस्था हेर्ने भनेको इकाइले के भनिन्छ? त सोसल अडिट प्यानल भनिन्छ। सोसल अडिट प्यानल भनिन्छ। अर्को के भनिन्छ? सार्वजनिक सेवा वाडापत्रको महत्त्व तथा उद्देश्यहरू। त सार्वजनिक वाडापत्रको महत्त्व र उद्देश्य यस प्रकार रहेको छ। सेवाको मापदण्ड र प्रक्रियाबारे सेवाग्राहीहरूलाई सुसूचित गराउन, सेवा प्रवाहको पारदर्शिता र खुलापन कायम गर्न, तोकिएको गुणस्तर सेवामा सहज र पहुँच सुनिश्चित गर्न, सूचनाको हकमा कार्यान्वयन गर्न मद्दत गर्न, सेवा प्रदायक निकाय वा कर्मचारीले उत्तरदायित्व बनाउन, सङ्गठनमा समस्याको समयमै पहिचान र समाधान गर्न, अनावश्यक भिड र मोलाहिजा, अनियमितता र भ्रष्टाचार घटाउन। मोलाहिजा भनेको मोलतोल घटाउन, नागरिक सचेतना अभिवृद्धि गरी खबरदारी गर्न, सेवा प्रवाहमा बिचौलियाको अन्त्य गरी समय र लागत घटाउन, कर्मचारीको सुपरिवेक्षण र मूल्याङ्कनको आधारमा को रूपमा काम गर्छ। त्यस्तै सङ्गठनको छवि र कार्य सम्पदाको स्तरमा सुधारमा ल्याउन, नागरिक सन्तुष्टि, सरकारको प्रतिको विश्वास र प्रशासनको छवि सुदृढ गराउन, समग्रमा सुशासन कायम गराउन यसको महत्त्व र उद्देश्य रहेको छ।